पढाइदा मेरो पनि सपना थियो, यो देशमै केही गर्ने रहर मेरो पनि थियो। तर जहाँ आफ्नो 2 छाक खानाको हिसाब राखिन्छ, त्यहाँ सपना देख्न अपराध रहेछ। दाइको बाध्यता र बाउजूको कचकचको बोझ अब भन्न सक्दिनँ। कान्छा बिहान बिहानै कहाँ जानु लाग्यो? दाइ, हिजो तपाईँले भनेको कुरा मैले बुझेँ। म विदेश जाँदैछु, अझ काठमाडौँ जानु लाग्यो। त्यसैले एजेन्टसँग पनि कुरो भइसक्यो। अब म काठमाडौँ जानुपर्छ। राम्रोसँग बस्नु है। कान्छा, हिजो मैले तँलाई घरको अवस्थाले गर्दा मात्र भनेको है। तपाईँलाई यो भएको बाजा भयो दाइ। जब म फर्केर आउनेछु, तब आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाएर आउनेछु। तै अरूको भरमा होइन, आफै 2 छाक खान सक्ने क्षमता बनाएर आउनेछु। किन जाऊ कान्छा, जसो तसो यतै टाढाउला। भोक लागि म के गरौँ त? आज खाना पकाएकै छैन। पढेर के गर्छस् कान्छा? लास्ट टाइममा विदेश जानै पर्छ। बरु तिम्रो साथीहरू दुबई जानु लागेछ, तिमी पनि त्यतै जाऊ है। होइन दाइ, यो गाउँ र मेरा अधुरा सपनाहरू छोडेर भए पनि म विदेश जानै पर्छ। तपाईँलाई यो भएको बाजा भयो दाइ। जब म फर्केर आउनेछु, तब आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाएर आउनेछु। तै अरूको भरमा होइन, आफै 2 छाक खान सक्ने क्षमता बनाएर आउनेछु। हुन्छ दाइ, राम्रोसँग बस्नु होला। म जान्छु नि है। कमाएर गाउँ नफर्किँदासम्म